रहेछन्। म त धरान घुमेर आएँ अस्ति भर्खर होइन, त्यो धरानमा जति काम भएको छ नि त्यो पनि तपाईँको नगरपालिकाको 1 रुपियाँ पनि खर्च नगरिकन खोलाले कटान गरेको बगरमा जुन उनले काम गरेका छन्। एउटा बगरमा के गरेछन् भन्दाखेरि बेसार कारखाना खोलेछन्, एउटा बगरमा साबुन कारखाना खोलेछन्, एउटा बगरमा बहुभाषिक पाठशाला खोलेछन्, एउटा बगरमा ज्येष्ठ नागरिक पार्क, एउटा बगरमा दिदीबहिनी पार्क, एउटा बगरमा श्रम संस्कृति पार्क, अलिकति तलपट्टिको बगरमा रक गार्डनले हेर्नुहोस् त बगर के खोलाले कटान गरेर तपाईँको देख्नुहुन्छ नि त्यो सर्दु खोलाको बगर देख्नुहुन्छ तपाईँ, तपाईँले रतुवाको बगर छेउछाउ तपाईँहरू हुर्किनु भएको रतुवाको बगर देख्नुहुन्छ, यता कमलाको बगर, मरिनको बगर होइन। यस्तो त्यो खोलाले कटान गरेर काम नलाग्ने बगरहरूलाई उनले चाहिँ होइन डलर बनाएर आएको छ। मैले त्यो धरानको कामबाट म परिचित छु, उहाँको धेरै काम भएको छ। बालेन त यत्रो बजेट फ्री भयो, कामै गर्न सकेन नि। मैले त भत्काएँ, एउटा प्रचार गरेँ, मिडियाले प्रचार गरिदियो, तर काम त केही पनि भएको छैन। डोजर हान्ने बाहेक त केही काम भएन। फल्सा बनाए डोजर हान्ने, रिजल्ट ओरिएन्टेड काम भएन। उसले जति पनि काम गरे नि, सार्वजनिक शौचालयको पहिला कुरा गरे, त्यसमा पनि कुनै एउटा व्यवस्थित हुन सकेन। त्यसपछि चाहिँ सार्वजनिक जग्गा चाहिँ अतिक्रमण भएको हटाउने कुरा गरे, ठुला बडाको कतै हटाएको छैन। त्यसले गर्दा धेरै चाहिँ उनले भने जस्तो काम भएको छैन, तर त्यसको प्रचार धेरै भयो। त्यो हर्कले जति काम यदि काठमाडौँमा भएको भए नि सर